स्थानीय सामग्रीबाट नै बिना खरिद निशुल्क कसरी शैक्षिक सामग्री बनाउन सकिन्छ त्यो विषयमा केन्द्रित रही यो भ्लग देखाउने छु। हुन त यो भ्लग मैले किन पनि घरभित्रैबाट सुरु गरेँ भन्दाखेरि मेरो मिसेस टिचिङ गर्नुहुन्छ। उहाँ फुर्सदको बेलामा प्राय यस्तै शैक्षिक सामग्री निर्माण गर्दै विद्यालयमा लानुहुन्छ र त्यही अनुसार त्यहाँ पठन पाठन गर्नुहुन्छ। आज पनि यो बिदाको बेलामा फुर्सदको बेलामा उहाँले शैक्षिक सामग्री बनाउँदै हुनुहुँदो रहेछ र मलाई पनि लाग्यो यो मैले सेयर गर्नुपर्छ। अब भने हेर्नुहोस् है, मेरो श्रीमतीजी असाध्यै व्यस्त हुनुहुन्छ। यहाँ हेरौँ है त, यहाँ अलि भो यसरी बनाउँदै हुनुहुन्छ। शिक्षिका हुनुहुन्छ, साना साना बालबालिकालाई पढाउनुहुन्छ। श्रीकृष्ण रत्न गङ्गा उच्च माध्यमिक विद्यालय सिन्धुपाल्चोक चौताराका शिक्षिका हुनुहुन्छ। यो शैक्षिक सामग्री हो, खास गरिकन खेरौगाका सामग्रीहरूलाई कसरी चाहिँ सदुपयोग गर्न सकिन्छ भन्ने शिक्षा पनि यसबाट पाइन्छ। हेर्नुहोस् त, बडो आकर्षक ढङ्गबाट बनाउँदै हुनुहुन्छ। अब अर्को देखाउँछु है त, यहाँ निर्माण सम्पन्न भइसकेको बनिसकेको खास गरी हेर्नुहोस् यहाँ मे जुन जुलाई भनेपछि यो मन्थको नाम, महिनाको नामहरूको शैक्षिक सामग्री हो। यो चाहिँ आर्ट गरिएको, हातैले लेखिएको। यो छ अर्को, यो अर्को छ। अब यो फुलहरू भइगयो, यहाँ पनि अर्को फुलहरू भइगयो। यहाँ अर्को बारहरूको नाम छ, सन्डे आइतबार, मन्डे सोमबार लगायत स्याटरडेसम्म भयो। अब यहाँ पनि अर्को छ, यहाँ अर्को, यो पनि फुल अर्को हो होइन। अब यहाँ अर्को, यो पनि फुल अर्थात् फ्लावर होइन। यो पनि काइताको फुल छ, हेर्नुहोस् त ल। यो विषयमा म श्रीमतीजीसँग कुराकानी गर्छु। अब के गर्दैछौ भनेर के सोध्नु गरेको तपाईँहरूले पनि देख्नु भएको छ होइन। अब म मिसै भनेर सम्बोधन गर्छु। मिस, यो शैक्षिक सामग्री होइन त? हजुर। यो के सामग्रीहरू मिलाएर तपाईँले यो शैक्षिक सामग्री बनाउनुहुन्छ? के कच्चा पदार्थ? मैले चाहिँ जस्तै यसैको बारेमा भन्नुहोस्। यो अहिले जो तपाईँले बनाउँदै हुनुहुन्छ यो वेलकम, स्वागतम होइन। यहाँ फुलहरू पनि छ, यहाँ वेलकम छ। यो वेलकममा प्रयोग गरिएको कच्चा पदार्थ, स्थानीय कच्चा पदार्थ के हो? यो स्वागतममा प्रयोग गरेको स्थानीय कच्चा पदार्थ के हो? यो त खेर जाने चिज जस्तो लागिरहेको थियो मलाई चाहिँ होइन। यसो हेर्दाखेरि मेड बाई गुणकेशरी श्रेष्ठ भनेर पनि छोटकरीमा लेखा रहेछ, जिकेएस। ल अब भनिदिनुहोस् त, यो वेलकमको यो के हो? यो केबाट बनाउनु भयो? मैले चाहिँ यो अहिले जुन विद्यालयले दिएको यो विधाकोलाई भरपुर सदुपयोग गर्नुपर्छ। यो समयलाई मैले सदुपयोग गर्नुपर्छ भन्ठाने र यो खाएर खेरो गएका जस्तो यो पेस्ताका बोक्राहरू, यो सूर्यमुखीका बोक्राहरू। यो पेस्ताको बोक्रा हो? हजुर। यो चाहिँ हामीले खाएर खेरो गर्ने, हामीले डस्टबिनमा फ्याँक्ने यो पेस्ताको बोक्रालाई चाहिँ मैले यसरी कलेक्सन गरेर राखेको थिएँ। यो खैरो। अनि यो चाहिँ यो सूर्यमुखी जुन यो प्याकेटमा किनेर खान पाइन्छ, त्यसको यो जुन बोक्रा हो, भित्रको गुदी चाहिँ हामीले खान्छौँ भने यो बोक्रा चाहिँ फ्याँक्नलाई डस्टबिनमा फ्याँकिन्थ्यो। तर मैले चाहिँ यसो सोचेँ, मेरा बालबालिकाहरूलाई के गर्दाखेरि चाहिँ अलिकति कोठा आकर्षक गरेर उनीहरूलाई रमाइलो वातावरण पढाउन सकिन्छ होला भनेर मनमनै मन्थन गरेँ र यी कुराहरूलाई यसरी सदुपयोग गर्न सक्छु होला भनेर मैले चाहिँ यसरी यी बोक्राहरूलाई चाहिँ सदुपयोग गरेँ र यी टुक्रा कागजहरूलाई पनि मैले यसरी सदुपयोग गरेँ। यो चाहिँ सबै टुक्रा कागजहरूका हुन् यो फुलहरू? यो चाहिँ ओखरको। यो ओखरलाई तपाईँले कहाँ प्रयोग गरेर देखाउनु भयो? त्यो एकपटक देखाउनु त। यो ओखरको बोक्रा हो। यो भित्रको छोक्रा चाहिँ तपाईँले नै खानुभयो होइन? मलाई नै खुवाउनु भयो क्या अरे? के होइन कि एक्लै खानुभयो? मैले खुवाएको थिएँ, बिर्सिनु भयो होला। म त बिर्सिरहन्छु के अरे। पहिला मलाई भन्नुहोस्, अब यो ओखरको बोक्रा हेर्नुहोस्, यहाँ
ओखरको बोक्रा छ यो प्लास्टिकको थैलीमा। यो ओखरको बोक्रालाई जुन हामीले फाल्ने गर्छौँ नि होइन, यो यसलाई चाहिँ कसरी युज गर्नुपर्दो रहेछ भनेर उहाँले देखाउनुहुन्छ। यो अब मैले चाहिँ यहाँ बनाउँदैछु होइन, यो अब पुनः यो निर्माण हुँदैछ, बनाउँदैछु। यसलाई अझ कलात्मक बनाउन कोसिस गरिरहेको छु। यो चाहिँ ओखरको बोक्रा हो होइन, यसबाट चाहिँ मैले यसो फ्लावरहरू बनाएँ। अब अहिले चाहिँ यस्तो बनेको छ। यो मेरो पहिलोचोटि बनाउँदै जाँदा कस्तो बन्छ भनेर म पहिलोचोटि हो यो बनाउनु भएको? हजुर, यो पहिलोचोटि बनाएको। पहिलोचोटि पनि असाध्यै राम्रै बनेको जस्तो लाग्छ। हुन त आफ्नो श्रीमतीको बखान आफैले नि के गर्नु, पहिलोचोटि बनाएँ। अब अहिले चाहिँ यसले यस्तो आकृति दिएको छ। अब यसलाई अझै योभन्दा राम्रो कसरी बनाउँ होला भनेर सोचिरहेको छु। यो ओखरको बोक्रा भयो, हजुर, हेर्नुहोस् त ओखरको बोक्राबाट। दर्शक, यो ओखरको बोक्रा प्रष्टै यो तपाईँले केले टाँस्नु भयो? यो मैले चाहिँ यो फेभिकल लिएर आएँ। फेभिकलबाट उहाँले फेभिकल टाँस्नु भयो। ल्याएर चाहिँ मैले यसरी टाँसेँ। अनि कलरहरू किनेर लिएर आएँ, कलरहरूलाई युज गरेँ। त्यस्तै गरेर अब यो भनिदिनु त, त्यो यो केले बनेको हो? यो हेर्नुहोस् त कस्तो राम्रो फुल छ। यो केले बनाउनु भयो? यो चाहिँ मैले यसरी स्कुलमा भाइ बहिनीहरूले चाहिँ तिखार्दै फ्यालेको यो कटरको टुक्रालाई मैले पेन्सिल तिखार्दाखेरि जुन भाइ बहिनीहरूले डस्टबिनमा फाल्नुहुन्छ, मैले त्यो चाहिँ एक एक गरी टिप्दै मैले यो प्लास्टिकमा कलेक्सन गरेँ। स्कुलमा भाइ बहिनीहरूले, विद्यार्थीहरूले पेन्सिल तिखार्दाखेरि यो फालेको पेन्सिलका टुक्राहरू बोक्राहरू होइन, यसलाई चाहिँ उहाँले स्कुलबाटै कलेक्सन गरेर ल्याउनु भयो। एकातिर स्कुलको कक्षा कोठा सफा भयो, त्यसको कारणले भने अर्कोतिर यसलाई कसरी चाहिँ रियुज गर्न सकिँदो रहेछ भनेर पनि उहाँले देखाउनु भएको छ। हेर्नुहोस् त, ल मैले चाहिँ अब यसरी यो एउटा फुल होइन, फुल यो चाहिँ अर्कै खालको एउटा फुल बनाएँ मैले। यसलाई पनि फुलमा नै परिणत गरेँ। राम्रो चटक्क देखाएको छ, फेरि फुलमा नै परिणत गरेँ मैले यसलाई पनि। यसरी फुलहरू बनाएँ यो गमद्वारा। यो टुक्रालाई चाहिँ एक टुक्रालाई जोडेर मैले चाहिँ यसरी एउटा सुन्दर फुल बन्छ कि भनेर बनाउन खोजेको। राम्रै देखिया जस्तो लाग्छ। यो पनि मेरो पहिलो प्रयास हो। यो पनि पहिलो प्रयास। अब यो पनि फुलै हो। हेर्नुहोस् त, यो कस्तो राम्रो फुल छ। यो हेर्दा सूर्यमुखी फुल जस्तो। यो पनि अब हामीले खाएर फ्याँकेको जुन कभरहरू थियो त्यसलाई पनि मैले यसरी डस्टबिनमा फ्याँकेको थियो पहिला सुरुमा। सूर्यमुखीको बिया हो। अनि त्यसलाई चाहिँ मैले यसो सोचेँ योबाट पनि केही शैक्षिक सामग्रीहरू बनाउन सकेला कि। यो सूर्यमुखी फुलको बिया हो, हेर्नुहोस् त हैन भनेर चाहिँ मैले सोचेँ। अनि यसलाई पनि खाएर फ्याँकेको यसको गुदी चाहिँ हामीले खायौँ भित्रको चाहिँ होइन। अनि यसलाई चाहिँ डस्टबिनमा लगभग आधी जस्तो गइसकेको थियो। मैले यसो सोचेँ योबाट त केही बन्छ होला त, भाइ बहिनीहरूको लागि चाहिँ यसो कक्षा कोठामा शैक्षिक सामग्री केही बनाउन सक्छु होला भनेर चाहिँ मैले यो फेरि टिपेर यो सूर्यमुखीको प्लास्टिकमा यसरी कलेक्सन गरेर राखेँ। फुलको बोक्राबाट, फुलको बोक्रा होइन, बिउको सूर्यमुखीको बियाको चाहिँ भित्रको गुदी खाएँ। र यो बाहिरको जुन यो फाल्ने डस्टबिनमा जाने कभरहरू थिए त्यो बोक्रा, हजुर, त्योबाट चाहिँ मैले यसरी फुल बनाउने एउटा प्रयास गरेको छु। अब कस्तो देख्नुहुन्छ यहाँहरूले? राम्रै देखेको छ। अनि त्यस्तै गरी यहाँ अर्को त्यहीबाट नै बनायो पनि। हेर्नुहोस् कस्तो राम्रो छ। यसरी बनाएको छु। यो पनि त्यही हो। यो चाहिँ अब विद्यालयमा पढाउने क्रममा टाइम हुँदैन। हाम्रोमा चाहिँ अब विद्यार्थीको चाप एकदमै बढी भएको कारणले गर्दा क्लासमा बोल्ने दायाँ बायाँ ब्रेक भन्ने पनि हुँदैन। विद्यार्थी कति छ कक्षा कोठामा? हुँदैन। हाम्रो लगभग 30-32 जना 35 जनासम्म छ। कुनै कक्षामा 40-50 जनासम्म छ। त्यो भएको कारणले हामीले चाहिँ अब बाहिर निस्कने ब्रेक भनेर बाहिर निस्कने, टिफिन भनेर निस्कने टाइमहरू केही पाइँदैन। बच्चाहरूलाई पढाउँदै यस्ता सामग्री केही बनाउने हामीलाई केही समय नै हुँदैन स्कुलमा। त्यही भएर यो चाहिँ अहिले यो बिदाको समयमा मैले चाहिँ यो बिदाको समयलाई सदुपयोग गर्ने कोसिस गरेको छु। हेरौँ अब यहाँ बनाउने। अब तपाईँले त मेहनत गरेर होइन खेर जाने सामग्रीहरूलाई पुनः प्रयोग गर्दै यस्तो राम्रो शैक्षिक सामग्री निर्माण गर्नुभएको रहेछ होइन। अब अलिकति यस्तै शैक्षिक सामग्री निर्माण गर्नुपर्छ। स्थानीय स्रोत साधन जे छ, अझ खेरो गएका सामानहरू जे छ त्यसलाई चाहिँ भरपुर युटिलाइज गर्दै यस्तै शैक्षिक सामग्री निर्माण गर्नुपर्छ भन्ने एउटा सन्देश जाने किसिमले अरू सर्मिसहरूलाई केही भनिदिनुहोस् न। यसको लागि चाहिँ अब हुन त धेरै सर्मिसहरूले आफ्नै तरिकाबाट बनाउनु भएको होला। तर मैले चाहिँ के भन्छु भने
हामीले बजारमा रहेका ती पसलमा भएका कुराहरूलाई मात्र नदेखिकन हाम्रो घरबाट निस्कने, हाम्रो समुदायबाट निस्कने यस्ता खेरो गइरहेका वस्तुहरूलाई पनि सदुपयोग गरेर लो कस्ट, यसलाई चाहिँ हामीले कुनै पनि कस्टको चाहिँ अब नगरिकन, खर्च नगरिकन हामीले चाहिँ यो खेरो गएका सामग्रीहरूलाई यसरी बनाउन सक्यौँ भने एकातिर फोहोर हुनेबाट पनि बच्ने भयौँ, धेरै फोहोरहरू पनि नहुने भयो र ती खेरो गएका सामानहरूलाई सदुपयोग गर्दा अर्कोतिर हामीसँग बचत गर्न पनि सक्ने भयौँ। त्यो कारणले गर्दाखेरि चाहिँ 2-4 पैसा बचत पनि हुने र खेरो गएका सामानहरूले अर्को छुट्टै फोहोरहरू पनि नहुने, दुर्गन्धहरू पनि नहुने र जुन सामग्रीहरू हामीले युटिलाइज गर्न सक्छौँ। त्यस्तै गरी मैले यहाँ यताउति ठोकिँदाखेरि फुटेका चुराहरू छन्, यो मैले लगाउने चुरा हो। यसलाई पनि मैले के बनाउँछु भनेर चाहिँ मैले यो कलेक्सन गरिरहेको छु। अब योबाट पनि म बनाउँछु। यो चाहिँ मैले लगाएको चुराहरू, यो फुटेको छ, यसलाई पनि मैले यसरी कलेक्सन गरेँ। किनभने यदि मैले यसलाई जताभावी फाल्ने हो भने यो खुट्टामा चोट लाग्न सक्थ्यो होला, कतै अब यो फ्याँक्ने, यो कुहिने चिज पनि भएन क्या। यिनीहरू भनेको चाहिँ यो नकुहिने चिजहरू हो। यसले चाहिँ अर्को क्षति पुर्याउँछ। यो सामान भनेको वातावरण मैत्री पनि भएन, नकुहिन्छ, न जलाएर सकिन्छ हैन। यसले वातावरण पोल्युसन नै गर्ने काम हो। मैले योबाट पनि केही बनाउँछु भनेर कलेक्सन गरेको छु। म शिक्षक मित्रहरूलाई चाहिँ के भन्न चाहन्छु भने हामीले यो खेरो गएका सामग्रीहरूलाई नै बढीभन्दा बढी प्रयोग गरेर हामीले आफ्नो कक्षा कोठालाई एक त सुन्दर बनाएर, आकर्षक, कलात्मक बनाएर बालबालिकाहरूलाई एउटा रमाइलो वातावरणमा शिक्षण गर्न सक्यौँ भनेदेखि बालबालिकाहरूलाई चाहिँ एउटा कक्षा कोठामा पनि बसौँ लाग्ने खालको वातावरण बन्छ र हामीले खेरो गएका सामग्रीहरूलाई पनि सदुपयोग गर्ने यो एउटा अवसरै भन्छु म चाहिँ। त्यो पनि जुट्छ र बचतका कुराहरूलाई पनि जोड्न चाहेँ मैले, बचत पनि हुन्छ भन्न चाहेँ। त्यसैले यस्ता सामग्रीहरूलाई चाहिँ सकेसम्म कसैले पनि खेरो नगरिकन सदुपयोग गरौँ भन्न चाहन्छु म चाहिँ। हस्, धन्यवाद। हस्, हजुरलाई पनि धन्यवाद। तपाईँले देखिहाल्नुभयो, खास गरिकन शिक्षण पेसामा आबद्ध रहने गुरुबा गुरुआमाहरूले शैक्षिक सामग्री कसरी बनाउने, हुन त आफ्नो ढङ्गबाट बनाइरहनु भएको होला, त्यसमा दुई मात्रै छैन, अविश्वास होइन। फेरि पनि हामीले बजारमा गएर शैक्षिक सामग्री, विभिन्न किसिमका शैक्षिक सामग्रीहरूलाई किनेर ल्याउनुभन्दा यी र यस्तै खेर गएका सामग्रीहरूलाई पुनर्प्रयोग गर्दै यसरी बनाउन सकियो भने एकातिर मिसले भन्नुभएको जस्तै बचत पनि हुने हैन, त्यसमा फजुल खर्च नहुने, मितव्ययिता हुने र अर्कोतर्फ भने विद्यार्थीहरू पनि शैक्षिक सामग्रीको प्रयोगबाट विद्यार्थीहरूलाई पनि पठन पाठन हुने हुँदा यसले चाहिँ शिक्षण विधिमा प्रभावकारी भूमिका खेल्छ भन्ने हाम्रो विश्वास छ। अन्त आजको यो ब्लग कस्तो लाग्यो, यो शैक्षिक ब्लग कस्तो लाग्यो, कृपया कमेन्ट गरिदिनु होला। हस्, धन्यवाद।